ससुराली आएका एकजना ज्वाइँलाई 379 प्रकारका खानेकुरा दिइएको छ। हुन त ज्वाइँलाई ससुरालीमा सम्मान गर्ने चलन नेपाल, भारत लगायतका देशमा परापूर्व कालदेखि नै चलिआएको छ। तर ज्वाइँलाई 379 प्रकारका व्यञ्जन टक्र्याइएको भने यो पहिलो पटक हो। यो समाचार हो भारतको आन्ध्र प्रदेश स्थित पश्चिम गोदावरी जिल्लामा रहेको नरसापुरमको। सामाजिक सञ्जालमा आएको भिडियोमा छोरी र ज्वाइँको स्वागतमा परिवारको तर्फबाट कुल 279 प्रकारका परिकार तयार गरी टक्र्याइएको देखिन्छ। 10 दिन लगाएर ती परिकारहरू तयार पारिएको थियो। छोरी ज्वाइँलाई पस्किएको भोजनमा 40 प्रकारको वासनायुक्त भात, 40 प्रकारको तरकारी, 20 प्रकारको रोटी, अचार, 100 प्रकारका मिठाईहरू, 10 प्रकारका जुस लगायतका सफ्ट ड्रिङ्क तथा अन्य खानेकुराहरू सामेल थिए।